खुट्टा खुट्टासँग अलिकति घुम्दैन। अरू छक्कै पऱ्यो, अरू उसले मात्रै हेर्दैन क्या एक्रम कति तिम्रो मायामा नाच्न थाले म हिँड्दम हिँड्दम भाङ्गिन हिँड्दम बादलको तालैमा नाच्छु म झमझम हिँड्दम हिँड्दम भाङ्गिन हिँड्दम बादलको तालैमा नाच्छु म झमझम
you are helping her and blessing her with this beautiful dance. So, on behalf of the Erie Arts and Culture, thank you all for doing what you do to make the Erie and America and the world a more beautiful and blessed place. Thank you. र विभिन्न सहरबाट यहाँनिर उपस्थित हुनुभएका हाम्रा किराँत धर्म मान्ने मान्यजनहरू, हाम्रा इरीका शाखामा कार्यरत हाम्रा प्रेसिडेन्ट भोजबीर राई, विशेष गरी उहाँको सिग्नेचरमा आज यो साकेला कार्यक्रम हुन गइरहेछ। त्यसप्रति म लगायत हाम्रो बुद्धिस्ट कम्युनिटी एसोसिएसन अफ इरीको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। र यस्ता कार्यक्रम यहाँहरूले वर्षैपछि गर्नुभएको छ र सबैभन्दा सम्पूर्ण कुरा चाहिँ मलाई व्यक्तिगत रूपमा चाहिँ के लाग्छ भने हामी आफ्नो मातृभूमि छोडे पनि, आफू जन्मेको ठाउँ छोडे पनि आफ्नो भाषा संस्कृति कति बलियो हुँदो रहेछ र यो भाषा संस्कृतिलाई हामीले कसरी जीवन्त राख्ने भन्ने कुराहरूको संरक्षण गर्ने कामहरू यहाँहरूले गरिरहनु भएको छ। उसको लागि बुद्धिस्ट कम्युनिटीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यो कार्यक्रम सधैँ नै रहिरहोस्, यस्ता कार्यक्रमहरू जीवन्त रहिरहन्, जसले गर्दा हाम्रो भावी सन्ततिलाई हाम्रो संस्कृति के थियो, हाम्रो भाषा के थियो, हाम्रो परम्परा के थियो भनेर इतिहासको पन्नाहरूमा पढाउनु नपरोस् कि जसरी यहाँहरूले यहाँका पुर्खाहरूले गरेको जुन चाहिँ मान्य कुराहरू छ गर्दै आउनुभएको छ, त्यसरी नै हाम्रा भावी सन्तानहरूले पनि त्यसरी नै गर्दै जाउन्। यो कुनै पनि एउटा इतिहासको बुकमा या किताबमा अथवा ऐतिहासिक दस्तावेजहरूमा खोज्नु नपरोस्। यहाँहरूलाई अग्रिम शुभकामना भन्दै फेरि पनि बुद्धिस्ट कम्युनिटीको तर्फबाट सम्पूर्ण हाम्रा इष्टमित्रहरूलाई, बाहिरबाट आउनुभएका इष्टमित्रहरूलाई फेरि पनि यी सहरमा स्वागत छ। यहाँ अलिक न्यानो बढेको छ आज सधैँको भन्दा, यो पनि एउटा यहाँहरूलाई हाम्रो मौसमले पनि स्वागत गर्नको लागि चाहिँ साथ दिए जस्तो छ भन्दै फेरि पनि हाम्रो यहाँ आयोजक समितिहरूलाई धन्यवाद व्यक्त गर्दै यो स्टेजबाट म चाहिँ ओझेल पर्न चाहन्छु। धन्यवाद। राई किराँतीहरू अथवा किराँती जातिहरू, राई मात्रै नभनौँ, राईले साकेला गरेकोले गर्दाखेरि यसलाई साकेलाले नाम दिएको हो होइन। जति पनि हामी किराँती जातिहरू छौँ जसको हेर्दाखेरि चाहिँ उनीहरूको बनावट नै चाहिँ भिन्न खालको छ होइन। उहाँहरूको उत्पत्ति, हाम्रो पुर्खाहरूको उत्पत्ति कहाँबाट भयो, कसरी भयो र उहाँहरूले सिर्जना गरेका विभिन्न संस्कृतिहरू भयो, उहाँहरूले गरेको हाम्रो जति रीतिरिवाज थियो ती रीतिरिवाजहरूलाई अहिलेसम्म हामीले बोकेर ल्याउँदैछौँ र उहाँहरूले सिकाएको बाटोमा हामी हिँड्नुपर्छ भनेर हामी अगाडि बढिरहेको छौँ। यहाँनिर चाहिँ हाम्रो अमेरिकाको एउटा चाहिँ भनौँ यो राज्यमा विभिन्न राज्य, यो महाराज्य के भन्छ, युनाइटेड स्टेटलाई है महादेश भन्छ है। र यसमा यहाँ आएर पनि हामीले यो गर्नु चाहिँ हाम्रो एउटा परम्परा, हाम्रो संस्कार र संस्कृतिप्रति हामी एकदमै प्रतिबद्ध भएर लागिरहेको अवस्था मैले बुझ्छु। र यो साकेला 2025 को साकेलाको सम्पूर्ण हाम्रो जति पनि संसारमा भएका सम्पूर्ण जात जातिहरू, मानिस, जीव प्राणी सबैलाई हाम्रो पारुवाङ र सुम्निमाले चाहिँ कृपा गरेर उहाँहरूको जय जय होस् भन्ने मेरो र सम्पूर्ण हामी किराँत जातिहरूको आशय हो। र यसैमा हामी
विश्वास गर्छौँ। त्यसले गर्दा हामीहरू सालै पछि साकेला गर्छौँ। साकेला गर्नुको अर्थ के हो भन्दाखेरि यसलाई विभिन्न चाहिँ हाम्रो इतिहासहरू छ, त्यसमा विभिन्न इतिहास कोर्ने भने यसको एउटा चाहिँ राईहरूले अर्कै इतिहास भन्ला, अर्कोले अर्कै भन्ला, तर यसको वास्तविक चाहिँ के हो त सबैले भनेको एउटै ठाउँमा जाने हो भने हामी प्राकृतिकसँग हामी सम्बन्धित छौँ। प्रकृति नभइकन यो नेचर, मदर अफ नेचर है, यो नभइकन चाहिँ हामी हुँदैनौँ। त्यसले गर्दाखेरि हामीले पुज्नुपर्ने देवी देवता भगवान भनेकै हाम्रो यो नेचर हो। अब अहिले चाहिँ म धर्मको बारेमा थोरै भनिहालौँ होइन, यो धर्म यो फलाना धर्मको यो फलाना धर्मको भन्ने यो हाउ मात्रै हो भन्छु। मैले भन्नु पर्दाखेरि हामी प्रकृतिदेखि, हाम्रो यो नेचरदेखि कुनै पनि पर हामी गएको छैनौँ होइन। अब त्यही भने धर्मको विषयमा हुनु त आफ्नो आफ्नो आस्था हो, आस्था मेरो पनि छ। अब मेरो केमा आस्था छ, मैले के गर्दाखेरि चाहिँ मेरो लागि अथवा मेरो सन्तानको लागि, मेरो चाहिँ सम्पूर्ण छरछिमेकी र सम्पूर्ण मानव जातिको कल्याण हुन्छ भन्ने कुरा म भित्रको निहित कुरा हो। त्यसैले गर्दाखेरि हामी साँच्चै धर्म गर्छौँ भने समाजमा हामीले काम गरेको हुनुपर्छ। तपाईँ नाम राखेर जानुहुन्छ भने सम्पत्तिले तपाईँको नाम बद्दैन। सम्पत्ति भनेको आज छ भोलि छैन। यदि तपाईँले संस्कार र संस्कृति तपाईँको बाल बच्चालाई दिनुहुन्छ भने त्यो चाहिँ तपाईँलाई सम्झिने अथवा स्मरण गर्ने एउटा चाहिँ कोसे ढुङ्गो बन्न सक्छ। त्यसैले गर्दा सम्पत्तिमा हामी चाहिँ भाग्नुभन्दा पनि हाम्रो संस्कारमा भाग्नु, संस्कृतिमा भाग्नु अति जरुरी छ। त्यसैले गर्दाखेरि यो साकेला भनेको मैले त्यति नै भने। म अब यो विषयमा भन्नुपर्दा धेरै नै समय लाग्छ, तर मेरो अलिकति भिन्नै विचारहरू यहाँ चाहिँ म राख्न गइरहेको छु। म हाम्रो चाहिँ के अरे बिकेआरओको प्रेसिडेन्टको माफी पनि जान चाहन्छु। अलिकति मैले भन्नुपर्ने कुराहरू के छ भने यो हाम्रो सानो समूह हो, भुटनिस चाहिँ कम्युनिटीको सन्दर्भमा हेर्ने हो भने, तर यहाँ सम्पूर्ण जति पनि यहाँ आउनु भएको छ यहाँहरूलाई म एकचोटि सम्पूर्णले मनन गरिदिनुहोस्, यो हाम्रो साकेला थानमा कुन कुन फ्ल्यागहरू चाहिँ उडिरहेको छ यसलाई हेरिदिनुहोस्। यहाँनिर मैले तपाईँहरूलाई भनिदिन्छु, यहाँनिर यो फ्ल्याग हेर्ने हो भने सबैभन्दा ठुलो झन्डा अमेरिकाको देखिन्छ। त्यहाँदेखि पछाडि भनेको राई किराँत जाति जुन यलेम्बर किङ राजाले प्रयोग गर्नुभएको थियो होइन, त्यो झन्डा देखिन्छ। र त्यहाँदेखि मुनि चाहिँ भुटानको झन्डा एउटा ड्रागन फ्ल्याग पनि त्यहाँ देखिन्छ है। अब यसमा तपाईँहरूले के चाहिँ बुझ्नु भएको छ, यो किन लाइयो, कसरी लाइयो, किन लागेको हो भन्ने चाहिँ तपाईँहरूलाई मनन गर्नु भन्न चाहन्छु। यो मेरो विचारमा र मेरो ख्यालमा यो हाम्रो पहिचानसँग जोडिएको एउटा चाहिँ सम्बन्धित चिन्ह हो। त्यसले गर्दाखेरि यहाँनिर म भुटाङ्गे हो भन्दाखेरि है हामी त नेपाली मूलका हो नि, हो हामी नेपाली मूलका भए पनि हामी नागरिक भुटानी भएको कारणले गर्दाखेरि अहिले हामी यहाँ चाहिँ अमेरिका जस्तो महादेशमा आएर बसेको छौँ। त्यसैले त्यसको झन्डा माथि छ। त्यहाँदेखि पछाडि हाम्रो पहिचान, हामी किराँत जाति राई किराँत भएकोले गर्दाखेरि राई किराँतीहरूको झन्डा पनि त्यहाँभन्दा अगाडि छ। र त्यसै गरेर अब भुटानको झन्डा पनि मुनि छ भन्दाखेरि हाम्रो बाउ बाजे पुर्खा नेपालदेखि गए तापनि नागरिक चाहिँ भुटानको भएको कारणले गर्दाखेरि त्यसले हामी भुटानी हौँ भन्ने प्रशस्त रूपमा प्रमाण पेश गरेको छ। चाहे त्यो भुटानको राजा चाहिँ अहिले के गेसर जिग्मे सिंहे वंशुले हामीलाई जेसुकै भने पनि केही फरक पर्दैन, तर हामी त्यहीँ जन्मेको, म पनि त्यहीँ जन्मेर आएको हुँ। र यसरी नै यसै क्रममा म तपाईँहरूलाई एउटा चाहिँ अमिलो कुरो लाग्न सक्छ। मेरो साथीभाइ र मेरो भाइ बहिनीहरूलाई अनुरोध छ। के अनुरोध छ भने
यदि हाम्रो पहिचान यो झन्डाले हामीलाई देखाएको पहिचान छ भने हामी पहिचानसँग भाग्नु हुँदैन। मैले कहिलेकाहीँ भनिरहेको छु, हामी को हुँ भन्ने कुरा हामीलाई नै विश्वास हुनुपर्छ र त्यो विश्वास अनुसार अगाडि बढ्नुपर्छ। यसैको क्रममा अब हामी कसरी अगाडि बढ्ने त भन्दाखेरि हामीले जे जति पुर्खाले गरेका रीतिरिवाज संस्कृतिहरू यहाँसम्म लिएका छौँ, यसलाई कसरी हाम्रो चाहिँ आगन्तुक नाना नानीहरूमा हामीले चाहिँ के अरे उनीहरूलाई हस्तान्तरण गर्ने त भन्ने विषयमा तपाईँहरूले राम्ररी के अरे सुनिदिनु होला। यो जब एउटा उदाहरण म यही सन्दर्भमा दिन चाहन्छु, यदि हाम्रो नानीहरू बाजे बोजूसँग होइन उनीहरूको बालापन 3 देखि 6 वर्षसम्म बितेको छ भने त्यो नाना नानीको चालचलन र उसको छोरा अथवा बुहारीसँग एक्लै त्यो नानीहरूले बिताएको समय